मेची पुल आकाशको खोला बत्ती चाहिँ मार्न बिर्सेछ म त ब्लगर हो भने म त ब्लगर मेची नेत्रालय यो पुल मात्रै थियो माथि ठुलो रहेछ पुल भनेको हाम्रो नयाँ अहिले बन्द गरेको पुल यो चाहिँ पुरानो पुल भनेको यो पुलबाट गयो अरे यो चाहिँ नयाँ पुल रहेछ झ्याप्पोसँग नदी रास्ता छ आवाज चाहिँ नसुनिने रहेछ हाम्रो ब्लगको ओपनिङमा चाहिँ बोली छैन त्यस्तै आएको छ त्यहाँ पनि स्मग्लिङ कन्ट्रोल गर्न लाग्यो बोल्दैछ डन्ठा हल्लाउँदै बोल्दैछ कसका जा त्यहाँ एउटा रहेछ म हिँड्दै नै छु कति लामो पुल छ एन्डिङ अझै आएको छैन लामो न लामो छ त्यो 10 गजे उता एउटा रहेछ अब चाहिँ हामी यहाँमा छिर्यौँ ठ्याक्कै लु बोर्डर कट्यौँ कति लामो छ हौ यो पुल एक होला हौ एक त पुल थियो भने थाहा हुन्छ एउटा पुल त बनाएको छ त नेपालको सबभन्दा लामो पुल विश्वकैमै गनिने पुल जोरुङ्गे पुल थियो हाइट चाहिँ छैन पुलको पानी बगेको उपर हामी पाल्दैछौँ चाहिँ हामी दिनाजु भान्जी यता छ अर्को हाम्रो डिएसी निमा दाइ तार तान्दै होला आज हजुर कति सफा रहेछ त
वेलकम टु इन्डिया। यो त पहिलेको त स्मगल जेसीबी लाइक पञ्चारमा गाडी रोकिएछ। के हुँदैछ हामी सिलगढी जाँदैछौँ। ट्रेनको बाटो त्यहाँ रहेछ। ट्रकहरू, शिवजीको मूर्ति। अब चाहिँ भोइस आउँदैन ल, गाडीमा बुझिँदैन। ठ्याक्कै सिलगढी उत्रेपछि भोइससँग भिडियो आउँछ। बोकेको ट्र्याक्टर टिफिन Chiang agak kemarin. Kali ada? Rajnikanda.
भने के बोले हस्पिटलबाट हामी टक्क निक्लेर अहिले आएको छौँ यहाँ अहिले चाहिँ हामी सिलगढीको पानी ट्याङ्कीमा छौँ त्यहाँ भनेको सिलगढी डिस्ट्रिक्ट हस्पिटल रहेछ रोज यहाँ छ मन्दिर रहेछ यो भनेको डिस्ट्रिक्ट हस्पिटल सिलगढीको त्यो अगाडि MT-15 डिस्ट्रिक्ट हस्पिटल भित्र थियो हस्पिटल चाहिँ छैन अहिले पर्खाउनेहरूलाई होइन अहिले भनेर के भन्नु इन्स्पेक्सन फुलहरू रहेछ त्यहाँ जय श्री राम हाम्रो नेपालमा हरिवंश र मदन कृष्ण मात्रै हुन्थ्यो यताउति भनेको सब शाहरुख खान मात्रै छन् भ्लगमा आउँदैछ नि त भ्लगमा आउँदैछ नि त अब चाहिँ खाजासाजा नखाइकन हामी चाहिँ हिँड्यौँ यहाँबाट पनि कति बज्यो 2:33 भइसकेको छ KFC रहेछ यहाँ रहेछ नि KFC रहेछ मास्क लगाएर गेम खेल्दैछ कुन गेम हो जम्बी क्याचर ह्याक भर्जनको लिङ्क चाहिन्छ भने हामी डिस्क्रिप्सनमा हालिदिन्छौँ आयुष होलिडेज राम्रो ठाउँ छु अलिक भिड छ त्यति हो यो बाटो भोलि चाहिँ खुल्ला हुन्छ होला नि होइन भोलि अलिक खुल्ला हुन्छ होला नि भोलि आइतबार होइन र आइतबार त इन्डिया छुट्टी होइन ल हाम्रो भ्लग पनि इन्टरनेसनल भ्लग भइसक्यो नेपाल टु इन्डिया भइसकिसक्यो लोडे पछाडि कलर आउँदै हुन्छ झ्याप्प जकिज हामी चाहिँ सिलगढी आएर बदाम खाएर अब तागतिलो हुने अरे भोकै निस्तो बदाम खाँदैछौँ हामी प्राइस 1 करोड ए लट्री किन्ने भने यहाँ आउनु है तँ सेक्सी अङ्कल बसेर लट्री बेच्दै हुन्छ नै दाजुले बदाममा भागभन्डा गरो उसलाई आधी नै मलाई आधी दिएको छ मान्छे इन्डिया हाम्रो भान्जी स्तुति मिश्र यहाँ बसेर अब के खाँदैछ मटर खाँदैछ पुरानो युगको फोटोग्राफी त होला नि होइन त्यो पनि हो नयाँ ठाउँमा आएको फोन चाहिँ बाहिर ननिकाल्नु भनेको छ मलाई खलासीले फेरि फोन निकाल्यो भने अर्कोचोटि ब्लग आउँदैन
बाउले अर्को फोन किनिदिँदैनन्। ए विदेशी चटपटे हाम्रो चटपटे भन्दा धेरै फरक छ। हाम्रो मुरै धेरै हुन्छ, यहाँ अरसर धेरै छ। मुरै हामीले खोजेको हाम्रो मुरै मात्रै हुन्छ, यहाँ मसला मात्रै हुँदो रहेछ। मसला पनि होइन, मटर र काँक्रा टमाटर विदेशी छ। हुन्छ यो चाहिँ इन्टरनेसनल चटपटे। बिचमा हाल पनि अदालत होटल ढाबा जक्सन। भान्जीको भनाइ हुन्छ जिउमा झर्नुहुन्छ फोहोर भएन, कुनै भएन। त्यो बुढीले अब साइकल कुदाउन थालिदियो। त्यो बुढीले यहाँ चाहिँ के कस्तो साइकल अघि प्लेन उडाउँदै थिएँ। इयरफोन फोन चाहिँ यहाँ छ, इयरफोन चाहिँ थाहा भएन। ट्राफिक लाइट